त्यसमा यो चाहिँ हामी बसेर यस्तो धेरै लाइन छ अनि अबे महाकालमा चाहिँ हामी 1 घण्टा जति लाइन बसेर सकिसकेको छ। घाम पनि छैन नि त। गाइस यो ठुलो घन्टी चाहिँ हरेक दिन 9 बजे एकचोटि बज्छ अरे अनि अरूले चाहिँ बताउनु मिल्दैन रे। ठुलो घन्टी सबैजनाले मलाई हेरेर दर्शन गर्नु होला, म माता हो। हाई एभ्रिवान, नमस्ते अनि स्वागत छ यहाँ सबैजना मेरो युट्युब च्यानलमा। आज चाहिँ म बिहानै रेडी भएर आज शनिबार अनि सङ्कटा जान आँटेको मन्दिर अनि 6 बजे उता भेट्ने हामी चाहिँ गएर भनेर बुनु पनि आउँदैछ अनि 6 बजे मन्दिरमा भेट्ने भनेको 6 चाहिँ यहीँ बसिसक्यो गाइज। अनि मैले चाहिँ इनड्राइभ गरिसकेको छु अब जाने अनि बुनु पनि आउँछ उतै अनि विक्रम दाइहरू पनि आउनुहुन्छ अनि हेरौँ के हुन्छ। लाइन बस्नुपर्छ, अब लाइन टन्नै हुन्छ होला। लाइन त त्यही त हो नि नेपालको सिस्टम, लाइन सिस्टम अनि मन्दिरमा लाइन भइहाल्छ, टन्नै हुन्छ। अब हेरौँ कति लाइन बस्नुपर्छ। ल गाइज म चाहिँ भिडियो बनाउँदै थिएँ अनि इनड्राइभको दाइ त आइसक्नु भएछ। त्यसपछि म जाँदैछु, पानी पर्ला जस्तो नि भइरहेछ। काठमाडौँको नौतले धरहरा साँच्ची चाहिँ कति तले हो नि। लगाइ चाहिँ आइपुगेँ म चाहिँ न्यु रोड गेटैमा अनि बुनु पनि आइपुगेँ अरे, पार्किङमा छ अरे, पार्क गर्दैछ अरे। अनि म बुनुलाई वेट गर्छु अनि के साह्रो हल्ला हो। अनि त्यसपछि यहाँनिर चाहिँ फुलहरू किन्ने के किन्नुपर्ने चढाउने भेटीपातीहरू किन्ने ठाउँ छ। अब यहीँबाट किनेर जाने होला। लाइन चाहिँ कति छ अब यहाँसम्म त आइपुगेको छैन। अब हेरौँ भित्र गएर लाइन कति छ। अनि विक्रम दाइहरू पनि आइपुग्नु भयो कि अब अनि लाइन टन्नै हुन्छ होला गाइज। हेरौँ म मास्क लाएर बोलेको पनि सुनेको छ कि छैन, आई डोन्ट नो। त्यही भएर म क्यामेराको छेउमा आएर बोलिरहेको छु। अब हेरौँ लाइन कति छ। अनि पानी पर्ला जस्तो भइरहेको फेरि आज चाहिँ। अब पानी पर्यो भने चाहिँ तनाव हुन्छ, तर मैले छाताको व्यवस्था चाहिँ गरेको छु। छाता चाहिँ बोकिराखेको छ एउटा, किनभने आजकल पानी पर्ने मौसम भएर भरै हुँदैन क्या, केहीतिर पानी परिहाल्छ। सो हेर्नु न गाइज, जुन किरीलाई आफ्नै पारामा हिँड्दैछ त्यहाँनिर। अब बसमा यसलाई कति डर लाग्छ भन्ने त मलाई थाहा छ। कुद्दैछ, चेसमा पनि लगाइहालिन्छ गाइज। अनि हेर्नु त त्यस्तो क्याटवाक। हेलो होला गो आइ खोइ अङ्कलहरू आइसक्नु भयो भन्नु आउनु भएको छ अरे। उता गइसक्नु भयो कि यहाँ के यो किनेर जाउँ न हामी फुलहरू चढाउने। कति कति हो? 100 रुपियाँ भएको नानी। सर हामीले लिइसक्यौँ चढाउने सामानहरू चाहिँ। यो झिकौँ न। अब What is this? Oh my gosh. फलम। अब लाइन कति छ अनि नै छ अरे विक्रम बाबुले भन्नुभएको। ए हो, लाइन बसिसक्नु भयो। पुगेको छ लाइन त अगाडि लौ न। यति धेरै लाइन ए हो यार, हामी त्यतै बस्नुपर्छ नि, थोरै दिन्छ नौरा छिर्नला हामीलाई। एकछिन लाइन बसेर लगाइस हामी 3टा मन्दिर जानु पर्ने, लाइन चाहिँ अति नै भयो। हामी चाहिँ लाइन स्किप गरेर बाहिरबाट पूजा गर्नलाई अनि माथि भेटी पठाउने मात्रै सल्लाह भयो। यहाँनिर चाहिँ भित्र पनि डबल तिर्बल लाइन छ अरे, त्यही भएर अब लाज पताएर अब राम्रो लाइन त हेर्न भित्रबाट। आमा हेर्दा यताबाट लाइन घुमेर यताबाट घुमेर यता पुगेको छ। कहाँ हुनुहुन्छ यस्तो उताबाट घुमेर अनि यताबाट आमा लाइन यस्तो धेरै लाइन छ। अनि अब लाइन नबस्नेहरूको लागि मेरो छुट्टै लाइन हुँदो रहेछ सर्टकटबाट जानलाई। गाइस सर्टकटमा हामीले यहाँ पूजा सकिसकेको छौँ। पूजा चाहिँ सक्यौँ, के गर्यो। बिकु दादालाई पनि मेरो भ्लगमा स्वागत छ। भिनाजु हराइसक्नु भएको छ भिडमा। ए यता भिनाजु पनि हुनुहुन्छ यहाँपट्टितिर हामीसँग। खै भिनाजु भिडियो ए देखाइरहेको छु। मेरो भ्लगमा स्वागत छ। ओ यता पूजा गरौँ न ल। अब हामी चाहिँ यतातिर सर्टकटमा पूजा सकाएर निस्किन्छौँ। दिदीले बत्ती बाल्दै हुन्छ सबैजना हामीले लाइटर दिएर फोटो सेसन भइरहेको छ। फोटो
सुट फोटोग्राफर हुनुहुन्छ हाम्रो चन्द्रकला कार्की 1 and only। अनि यता दाइले भिनाजु बस्नु भएको छ। हाम्रो चाहिँ फोटो खिचिसक्नु भयो कालो गरेर हाम्रो आइसक्यो। अनि डिस्टर्ब भइरहेको छ भन्ने ठाउँमा लाइन चाहिँ यस्तो धेरै छ गाइज। हामी त लाइन देखेर पर्सिमा बर्को दिन भोलि छिट्टै आएर लाइन बसौँला भन्ने सल्लाह गऱ्यौँ। अनि यता चाहिँ पूजा सकिसक्यौँ गाइज। अब हाम्रो फोटोसुट भइसक्यो। अब यहाँ अलिकति बाँकी छ, त्यसपछि हामी जान्छौँ फेरि अर्को मन्दिर। हामी सेकेन्ड लटमा चाहिँ यो मन्दिर जाँदैछौँ। यसरी रोडपट्टि यतानिर पर्छ यहाँनिर हजुर देख्नुभएको होला। यता आउँदाखेरि अनि चाहिँ महाकाल मन्दिर अनि सङ्कटा गएपछि चाहिँ यहाँनिर जानै पर्छ। अनि यहाँ गएर फेरि हामी उता बसन्तपुर जाने गाइज। गाडी राख्दा अनि हाल्यो लाइन चाहिँ छ होला। अब सामान भित्र पनि पाइन्छ क्या त्यो एउटा लिएर जाने होला नि त, चढाउने पनि एउटा लिएर जाने। हामी पूजाको सामान किन्न जाँदैछौँ गाइस। महाकालमा चढाउने सामान त्यसको त्रिशुलदेखि रहेर खै पनि के हो तेरो यस्तो खासमा यो चाहिँ हामी बसेर गाइस महाकालमा चाहिँ यस्तो पनि चढाउनु पर्ने रहेछ। अनि यसले चाहिँ गर शान्ति यसो गरौँ यो बसेर खाइसकौँ हल्का पानी खपेर भगवान्को मन्दिरमा आएर हेर्दा त लोभ गरे कि होइन। भगवान् आफू खुसी हुनु पऱ्यो नि त पहिला सुरु, खाएपछि त फेरि ल गाइस महाकालमा चाहिँ हामी 1 घन्टा जति लाइन बसेर सकिसकेको छौँ। लाइन बस्यौँ यहाँ चाहिँ। अब यहाँनिर पिपल बोटमा चाहिँ हामी धागो बान्ने काम गर्न जाँदैछौँ। अनि 1 घन्टा यो भित्र चाहिँ नो फोटो नो भिडियोवाला छ, त्यही भएर मैले खिचिनँ। अनि 1 घन्टा लाइन बस्यौँ, 1 घन्टा बस्यौँ, रक्सी चढाएर आयौँ भन्ने होला। ठाउँ चाहिँ अब बसन्तपुरको कालभैरवमा हो। महाकालमा सक्यो चाहिँ हामी लाइन नै बस्यौँ। लाइन बसेरै घरभित्र घर मन्दिरभित्रै पूजा गऱ्यौँ, रक्सी चढायौँ। रक्सीको बस्ताहरू सुँगे गाइज यो त भित्र रक्सी सुनेर गरिरहेको थिएँ, कस्तो चढिया हो। होइन मलाई रक्सी मिठाई लाग्छ। ल गाइज हामीले चाहिँ अब यहाँ चाहिँ सकिसक्यौँ, धागो पनि बान्यौँ पिपलमा। अब हामी जाँदैछौँ। हाम्रो गाइजहरू रोड पारी कुद्दै हुनुहुन्छ। अनि अब हामी रोड क्रस कुद्नु हो, उहाँहरू लाइन मात्रै बसेर हामीलाई मात्रै कुद्नुको। हामी लाइन बस्यौँ, उहाँहरू पनि जान्छौँ। गाडी आयो, गाडी आउँछ त। ल रोड क्रस गर्दैछौँ गाइज। अब हामी जाने बसन्तपुर जाने हालेर मारिहाल्छौँ कि भन्नु न्यू रोडको भाइरल रोड आइसकेको छौँ हामी। देख्न सक्नुहुन्छ क्लिन एन्ड ब्युटिफुल। कासिया लाइटको डिजाइन मन पऱ्यो गाइज, देख्न सक्नुहुन्छ कस्तो राम्रो रहेछ। बसन्तपुर एरियामा ट्यागर पेन्सिल हिल्लाएर हिँड्दैछन् हाम्रो जुन केही के भन्न चाहनुहुन्छ। चस्मा लगाएर घाम कति लागेको छ भनेर देख्न सक्नु भएन उहाँले चाहिँ। होइन चस्मा खोलेर घाम हेर्नुहुन्छ, घाम देखेपछि फेरि गर्मी भयो उहाँलाई भर्खरको चस्मा लाउँदाखेरि घाम कम हुन्छ, आफूलाई फिल पनि कम हुन्छ, अलिक शीतलै हुन्छ। हजुर चस्मा यसरी खोल्यो भने घाम लागेको रहेछ भन्ने हुन्छ, गर्मी हुन थाल्छ। हजुर त्यो भनेको एन्टी लाइट पाएर फेरि कालो आउनुभएको छ म्याम तपाईँ क्यामेरामा। यता फर्केर बोल्नुहोस्। सेतो बनाउनुहोस् हजुर। यसले त्यसो भनेर मलाई पनि त्यस्तै हुन्थ्यो होला। हुन्छ नै त्यही के। म सत्यबाई चस्मा छैन, म सत्यबाई केही बोल्दिनँ। घाम पनि छैन नि त, चस्मा नलाउनेलाई पनि गर्मी छैन अहिले। ए ल भनिदिनु भयो, थ्याङ्क यू म्याम। त्यसको लागि मलाई गर्मी फिल भएको छैन हजुरले भनेर। हुन्छ यस्तैबाट त हो मलाई आजकल हल्का खुसी मिल्ने भनेकै। खुसी हुन दिउँ एकछिन, केही छैन, हामी उहाँलाई खुसी हुन दिन्छौँ एकछिन। अगाडि बाजा बजिरहेको छ त के हो यस्तो।
ल गाइज अब चाहिँ हामी आइसकेका छौँ काल भैरवको मन्दिर। यहाँ पनि हल्का मान्छेहरू चाहिँ धेरैजना हुनुहुन्छ, तर यहाँ चाहिँ लाइन बस्ने सिस्टम छैन, बाहिरबाट पूजा गर्न मिल्ने खालको हो। भिड देख्न सक्नुहुन्छ, यस्तो धेरै छ। अङ्कल रातो लाइट धेरै पेल गाइस, लाइन छैन, तर लास्टको पेलेर चाहिँ बल्ल बल्ल छिरेर म यस्तो दर्शन गरेर टिका लगाएर आइसकेँ। अनि बुनु र दाइ त भित्र हुनुहुन्छ, बुनुले चाहिँ लगाइसक्नु भयो अरे, कता हुनुहुन्छ थाहा नै भएन। ला यहाँ त यो टिका कतिवटा मेरो कत्रो छ? 3टा। मलाई त मसित भिडमा च्यापेर बल्ल बल्ल टिका लगाएर आएर थाकेर एक युवती चाहिँ पलेटी मारेर बसिसकेकी छिन्। एक टिका कत्रो लगाइदिनु भयो काल भैरवको हो। सबैजनाले मलाई हेरेर दर्शन गर्नु होला, म माता हो। ठ्याक्कै माता जस्तै गरेर बसेको छ यार, एउटा माला लगाइदिनु पर्ने त्यहाँ ठ्याक्कै म माता हो, सबैले दर्शन गर्नु मनोकामना पुरा हुन्छ। मलाई चिनेको छ कसले? भर्खर सिकेको हो, तर पैसा चाहिँ अलि दिनुपर्छ मलाई। म राम्रो सकिँदैन है, सकिँदैन यस्तो पाराले पुरा गरिदिन्छु। हामी चाहिँ भिनाजुको इन्तजारमा छौँ। भिनाजु चाहिँ भिडमा च्यापिसक्नु भएको छ। अब हामी पर्खिरहेको छौँ यहाँ। आई होप चाँडै निस्केर आउन सक्नुहुन्छ, सफल हुनुहुन्छ। पसिना भइसक्यो, यस्तो घाम पनि छ, गर्मी पनि छ। ज्यान जोगाएर आउन सफल हुनुहुन्छ होला भन्ने लागिरहेछ हाम्रो। त हामी घर वापस फर्किँदैछौँ गाइस। घर वापस फर्किँदैछौँ। यहाँ 3टा मन्दिरको फुल छ। तपाईँहरूले के सोच्नु भएको छ आखिर? जहाँ पनि हामी चाहिँ एउटा मन्दिर मात्रै लाइन बस्छौँ, त्यही भएर अलिक छिटै भयो सोचेको भन्दा। के हो मन्दिर जाने हो? जाम न त। जाम ल। त्यहाँ माथि जाने डिसाइड भयो गाइस। यहाँ चाहिँ ढोका खुल्लै रहेछ, जान मिल्छ मिल्दैन भन्ने कुरा हो। अब गएर हेरौँ। सर गाइज मिल्छ अरे, हामी पनि जाँदैछौँ। माथिबाट चाहिँ संसार अर्कै देखिन्छ होला भन्ने आशा छ। कति धेरै ठुलो घन्टी रहेछ। गाइज यो ठुलो घन्टी चाहिँ हरेक दिन 9 बजे एकचोटि बज्छ अरे, अनि अरूले चाहिँ बताउनु मिल्दैन अरे। ठुलो घन्टी सबैभन्दा ठुलो घन्टी 9 बजे एकचोटि बज्छ अरे। एकचोटि बज्छ अरे, त्यसपछि अरू बेला बजाउनु मिल्दैन अरे। छुन यतातिर हल्लाउनु गर्नु नमिल्ने। गाइज हामीले घन्टी पनि हेरिसक्यौँ। यो घन्टी चाहिँ दिनमा हरेक दिन 9 बजे बज्छ अरे, यो ठुलोवाला घन्टी। अनि अब झर्दैछौँ। यसको चाहिँ भिडियो बनाइदिनु पऱ्यो अरे, तल पुगेर झर्दै गरेको चाहिँ मैले। म पहिला झर्छु अनि यसको भिडियो बनाइदिन्छु। आज यता चाहिँ यस्तो बाजाहरू बनेको छ, के हो स्पेसल थाहा छैन त्यो चाहिँ। गाइज अनि नानी चाहिँ यहाँबाट झरेर जस्तो गर्छिन अरे, मैले भिडियो गरिदिनु पर्ने अरे। 30 रुपियाँ एउटा पानीको कतिवटा बेच्यो आज? भर्खरै आएको। ल चेन्ज छ तिमीसँग? चेन्ज नै छैन। चेन्ज छ पसलबाट ल्याइदिन्छु नि। जय जगन्नाथ। हरे 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 कृष्ण हरे कृष्ण। खाना पाएपछि त हरे कृष्ण पनि भन्दैन खाना दिएर न खाना पाइयो गाइज। अब हामी मन्दिर सकेर हरे कृष्ण प्रसाद। अब हामी कहाँ जाने अरे? खमेल माम खाना। ल गाइज अब हामी जाँदैछौँ खाना खानलाई। चढाउँदै यता दाहिर बिना हुनुहुन्छ अगाडि, हामी पछ्याउँदै आउनु है भन्नुभएको छ। अनि हामी पछ्याउँदै थकाली भन्छ आइपुग्यो हामी चाहिँ बगान थकाली माथि हो। Let's do that.
हामी चाहिँ भातको इन्तजारमा छौँ गाइज। हामी चाहिँ के थकाली अरे यो बगान थकालीमा एउटा ढिँडो पनि मस्काउनु लगाएको छ। ढिँडो र भातको प्रतीक्षामा छौँ हामी गाइज। यो पछाडि कस्तो हाम्रो रहेछ कि प्लान्टले गर्दा अनि फोटो खिच्दै बसेको हामी गाइज। ल गाइज हाम्रो ढिँडो आइसकेको छ। ढिँडो यस्तो धेर हुन्छ मलाई त ढिँडो। यति ढिँडो खायो भने भातै जाँदैन ढिँडो पछि हामीले फेरि खाना पनि खाँदैछौँ खायौँ ल। ढिँडो सकेर फेरि हामी भातमा लागिसक्यौँ। खाना खाइसकेपछिको दृश्य हो यो धेर भएर हल न तल भएर जमाया भयो। ल गाइजहरू चाहिँ गइसक्नु भयो। मैले इनड्राइभ गरिसकेँ गाइज। आफ्नो आफ्नो बाटो लागिसक्यौँ हामी चाहिँ। म चाहिँ घर फर्किँदैछु गाइज। अब आजको भ्लग यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई। Thanks for watching. Please subscribe.